यी सेवादेखि बिजुलीको बिल भुक्तानी गर्ने तरिका। फर्स्टमा बिलमा कति रकम आइरहेको छ त्यो अमाउन्ट आफ्नो ई सेवा वालेटमा जम्मा गर्नुहोस्। यसपछि टपअप मेनुमा क्लिक गर्नुहोस्। इलेक्ट्रिसिटी एन्ड वाटर लेखेको छ, यसमा क्लिक गर्नुहोस्। यसमा इलेक्ट्रिसिटी देख्नुहुन्छ, यसलाई क्लिक गर्नुहोस्। काउन्टरमा तपाईले अनलाइनमा तिर्नुभन्दा अगाडि कुन ठाउँमा बिजुलीको बिल भुक्तानी गर्नुहुन्थ्यो त्यो ठाउँको नाम चुज गर्नुहोस्। यसमा मैले पोखरा चुज गर्ने। यो एससी नम्बर भनेको विद्युत प्राधिकरणले दिएको बुकमा हेर्नुहुन्छ भने त्यहाँ ग्राहक नम्बर भनेर लेखेको हुन्छ, बिलमा एससी नम्बर नै लेखेको हुन्छ। यसमा आफ्नो एससी नम्बर सहीसँग लेख्नुहोस्। यो कस्टमर नम्बर भनेको छ, यसमा आफ्नो कस्टमर नम्बर टाइप गर्नुहोस्। यस पछाडि प्रोसिड बटनमा क्लिक गर्नुहोस्। यसमा राम्रोसँग आफ्नो नाम, कस्टमर आइडी एन्ड एससी नम्बर यो तीनवटा कुरा प्रपरली चेक गर्नुहोस्। त्यस पछाडि स्क्रोल गर्नुहोस्। यो सर्भिस चार्जसँग जोड्दाखेरि यसले देखाउँदैछ 1058 भनेर। अब यो तपाईँ तिर्न रेडी हुनुहुन्छ भने यो प्रोसिड बटनमा क्लिक गरिदिनुहोस्। यस पछाडि फेरि यो स्क्रिनमा आइसकेको हुन्छ, यसमा पनि तपाईँले रिचेक गर्न सक्नुहुन्छ। यो कुरा ठिक छ भने यसमा पे भिआई सेवाको अप्सनमा क्लिक गरिदिनुहोस्। डन। यसलाई तपाईँ प्रिन्ट आउट गर्नुहुन्छ भने बटनमा क्लिक गर्नुहोस्। यो डाउनलोड भइसकेको छ र यो तपाईँको डाउनलोड फोल्डरमा गएर सेभ हुनेछ। यसलाई हामी क्लिक गरेर हेर्न पनि सक्छौँ। यसरी हामी विद्युत प्राधिकरणको बिल भुक्तानी गर्न सक्छौँ।